गुड मर्निङ गाइस, सबैजनालाई ह्याप्पी होली। जो होलीको दिन हामी चाहिँ यो के अरे आलु खन्दैछ। हेर्नुहोस् त, यी टेरेसमा रोपेको थियौँ त्यो आलु कि होलेन आलु होलेन हो, यसलाई होलेन भन्छ। मेरो बुढो पनि गजक्कै पो हुनुहुन्छ त। आफूले रोपेको बारीमा कस्तो लाग्दो रहेछ लु भनिदिनुहोस् तपाईँ। खुसी लाग्दो रहेछ। बारी त के नि, फुल रोप्ने जग्गा यहाँ बनाएको थिएँ, यसमा गरेको। पुरिन्छ है। हेरिहाल्नुहोस् हो, बट्टाबट्टी साथमा आलु खनाइ हुँदैछ है। आलु अस्ति नै रोपेको थिएँ मैले, तपाईँहरूलाई देखाएको थिएँ नि, त्यही आलु हेर्नु नि। अब बोट मर्दै रहेछ कि खन्ने टाइम भएको होला। यहाँ हाल्नुहोस् न, त्यो खन्नु न, यहाँ पनि त्यतिकै छोडिदिनु। यता खन्नु। अरे उयो भइरहेको छ, के भएको हौ मान्छे? यो ठुल्ठुलो छ, कन्टिन्यू छ नि त। पुऱ्यो ए कुनै बोटमा एउटा र पनि यता त्यो छैन, त्यहाँ छैन। सानो सानो हुनु रहेछ है। यता उखालिदिनु, त्यो केही हुँदैन। ए काँटामा गाडेको थियो हो। नुहागी खानु चाहिँ हुने चाहिँ आफ्नो कौसीको। कौसीमा फलिया छ, ढाकी माल्नु, यहाँ हाल्नु। फलेछ साथीहरू। हेर्नुहोस् है, यहाँनिर मेरो कौसीको आलु हेरिहाल्नुहोस्। लाइक, सेयर, कमेन्ट गर्नुहोस् ल।